एन्जल्स हार्ट एजुकेसन फाउन्डेसन प्रालीको 20औँ वार्षिक साधारण सभा र एन्जल्स ड्रिम प्रालीको 11औँ वार्षिक साधारण सभा रोयल भिल्लामा भएको थियो। त्यसको छोटो भिडियो रेकर्ड गरेको थिएँ। यहाँहरू समस्या ल्याएको छु, हेर्नुहोस् है त। यो एन्जल्स हार्ट सेकेन्डरी स्कुलको र एन्जल्स ड्रिम प्रालीको साधारण सभामा सम्पूर्ण 6 सदस्यहरूको परिवारहरू आउनुभएको छ, रमाइलो गर्नुभएको छ। म चाहिँ छैन है। यो भुटानको मान्छेहरू छ नि, भुटानको बाँदरहरू छन् भने भुटानको मान्छेहरू पनि छन्। नमस्कार। एन्जल्स हार्ट सेकेन्डरी स्कुलको टिम साधारण सभामा स्न्याक चलिरहेछ। खानामा व्यस्त साधारण सभामा हेर्ने। नमस्ते। साधारण सभाको स्न्याकमा व्यस्त हुनुहुन्छ एन्जल्स हार्ट परिवार। नमस्कार। त्यही अभिषेकी हो कि घरको बनाएको न बनाउने पर्यो। के नामको मान्छे हो? विलेजरको पेरिफेरीमा आइसक्यो भने हाम्रो प्रोग्रेस कहाँनिरबाट कहाँ आइपुग्यो भन्ने कुराले यो एङ्गलले हाम्रो समस्याको समाधान कति भइरहेको छ र हाम्रै समस्या कति परेको छ अर्को कुरा भयो। तर हामी कहाँ थियौँ र कहाँ आइपुग्यौँ भन्ने कुरा महत्त्वपूर्ण विषयवस्तुलाई चाहिँ आत्मसात गर्नुपर्छ। 1 नम्बर। 2 नम्बर, जहिले पनि हामी कहाँ जाँदैछौँ, कहाँ पुग्दैछौँ भनेर चाहिँ जहिले पनि आशावादी हुनुपर्छ। र आशावादी रहँदै गर्दाखेरि अहिले प्रिन्सिपल सरले भन्नुभयो हाम्रो सुरुमा 10 क्लासको फी 900।
सर ल ओहो हाम्रो संजय सरको चार्जमा पनि सक्दैन Nanti yang bertanding bukan saya ber, namun, रुम चाहिँ खतरा रहेछ अन्त सबै सुत्न गए 3 जनाको बेड 1 जनाको बेड सबै सुत्न गए नि अहिले त बाहिर त सिम खान्छ नि